नमस्ते। ईपीएस टपिक 2025 को उत्पादन क्षेत्रको परीक्षाको तयारी गरिरहनुभएका सबैजनालाई स्वागत छ। आज हामी कोरिया सरकारले निकालेको अफिसियल नोटिसलाई एकदमै सरल तरिकाले स्टेप बाई स्टेप बुझ्ने कोसिस गर्नेछौं, ताकि यो परीक्षाको प्रक्रियामा केही पनि कन्फ्युजन नरहोस्। ल, ईपीएस टपिक 2025 को यो पूरै प्रोसेस बुझ्नको लागि तयार हो त? हामी सबैलाई थाहा छ, यो परीक्षा कति धेरैको लागि एउटा एकदमै ठूलो अवसर हो। त्यसैले यसको हरेक सानो सानो स्टेपलाई राम्रोसँग बुझ्नु भनेको सफलताको पहिलो खुड्किलो हो। हाम्रो लक्ष्य एकदमै सिम्पल छ। त्यो सरकारी सूचनामा भएका अलि जटिल बुदाहरूलाई एकदमै सजिलो भाषामा एक एक गरेर बुझाउने, ताकि कसैलाई पनि कुनै पनि कुरामा यो के हो भन्ने जस्तो नहोस्। ल त अब सुरु गरौँ पहिलो र सबैभन्दा महत्त्वपूर्ण स्टेपबाट। सबैभन्दा पहिलो चरण म्यान्डेटरी बायोमेट्रिक्स। यो परीक्षाभन्दा पनि अगाडि गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण काम हो। यो किन यति जरुरी छ भन्दा नक्कली परीक्षार्थीहरूलाई रोक्न र परीक्षा एकदमै फेयर होस् भनेर हो। त्यसैले यो स्टेपमा चाहिँ एकदमै ध्यान दिनुपर्छ। अफिसियल नोटिस अनुसार परीक्षा कहिलेबाट सुरु हुँदैछ त? 2082 साल मङ्सिर 1 गते और लेट्स से नोभेम्बर 17, 2025 बाट। तर यहाँ एउटा एकदमै महत्त्वपूर्ण कुरा के छ भने परीक्षार्थीहरूको लागि प्रोसेस त यो डेट भन्दा धेरै अगाडि नै सुरु भइसक्छ। हो, त्यही बायोमेट्रिक्सबाट। अब यो कुरालाई चाहिँ एकदमै गम्भीरताका साथ लिनुहोला। सूचनामा के भनिएको छ भने तोकिएको मिति र समयमा बायोमेट्रिक प्रमाणीकरणमा उपस्थित नहुने उम्मेद्वारहरूलाई कुनै पनि हालतमा परीक्षामा सहभागी हुन दिइने छैन। मतलब क्लियर एन्ड सिम्पल। यो स्टेप छुट्यो भने परीक्षा दिने मौका नै गयो। नो सेकेन्ड चान्सेस। ल, अब बायोमेट्रिकको लागि जाँदा के बोक्ने त? जम्मा 2वटा कुरा छन्, तर एकदमै महत्त्वपूर्ण। पहिलो, एडमिट कार्ड। तर याद राख्नुस्, ब्ल्याक एन्ड व्हाइट होइन, कलर प्रिन्ट गरेको हुनु पर्यो। अनि दोस्रो, ओरिजिनल पासपोर्ट। फोटोकपीले चाहिँ काम चल्दैन, सक्कली नै चाहिन्छ। अब धेरैको मनमा एउटा प्रश्न आउन सक्छ, बायोमेट्रिक्स दिने ठाउँ र परीक्षा दिने ठाउँ के एउटै हो? यो एकदमै कमन कन्फ्युजन हो र यसमा क्लियर हुनु धेरै जरुरी छ। ल, यहाँ हेरौँ त, सबै कन्फ्युजन क्लियर हुन्छ। बायोमेट्रिक भेरिफिकेसनको लागि जानुपर्ने ठाउँ हो काठमाडौँको ग्वारकोमा रहेको ईपीएस बिल्डिङ। तर परीक्षा दिन चाहिँ कहाँ जाने त? ललितपुरको भैसेपाठीमा रहेको नेशनल भोकेशनल ट्रेनिङ एकाडेमी। याद राखौँ है, यी दुई ठाउँ बिल्कुलै फरक हुन्। ओके, बायोमेट्रिक्सको कुरा त भयो। अब लागौँ एक्जाम डेको तयारीतिर। परीक्षाको दिनमा एक्जाम सेन्टर पुगेपछि के हुन्छ, अब त्यसको बारेमा कुरा गरौँ। यो 1 घण्टा, यो समय एकदमै क्रुसियल छ। नियम के छ भने आफ्नो परीक्षा सुरु हुनुभन्दा ठिक 1 घण्टा पहिले एउटा म्यान्डेटरी ओरिएन्टेसन ट्रेनिङमा अटेन्ड हुनै पर्छ। यो किन राखिएको हो भन्दा लास्ट मिनटको हतार नहोस् र सबै प्रोसेस आरामले पूरा गर्न पाइयोस् भनेर हो। त्यो 1 घण्टाको ओरिएन्टेसनमा के हुन्छ त? त्यहाँ परीक्षाको नियम कानूनबारे सम्झाइन्छ र फेरि एकपटक औँठा छापको अन्तिम जाँच हुन्छ। यो फाइनल चेक हो, जसले के निश्चित गर्छ भने बायोमेट्रिक्स दिने मान्छे र परीक्षा दिने मान्छे एउटै हो। त्यसैले टाइममा पुग्नु कति जरुरी छ भन्ने कुरा यहाँबाट पनि थाहा हुन्छ। ल, एक्जाम डेको शेड्युललाई एकचोटि सर्र हेरौँ है त। स्टेप 1, भैँसेपाटीको एक्जाम सेन्टरमा समयमा पुग्ने। स्टेप 2, परीक्षाभन्दा 1 घण्टा अगाडि म्यान्डेटरी ओरिएन्टेसनमा सहभागी हुने। स्टेप 3, त्यहाँ फाइनल फिङ्गरप्रिन्ट भेरिफिकेसन पूरा गर्ने। र फाइनल स्टेप, युबिटी हलमा प्रवेश गरेर आफ्नो परीक्षा दिने। एकदमै स्ट्रेट फरवर्ड छ। अब एउटा एकदमै गम्भीर विषयमा कुरा गरौँ, रुल्स एन्ड कन्सिक्वेन्सेस। यहाँ सानो गल्तीको पनि ठूलो परिणाम हुन सक्छ। एक्जाम हलभित्र के कुराहरू लैजान बिल्कुलै मनाही छ, त्यो जान्नै पर्छ। यहाँ हेर्नुहोस् त, मोबाइल फोन, स्मार्ट वाच, पीडीए, इलेक्ट्रोनिक डिक्सनरी, बेसिकली कुनै पनि, आई रिपिट, कुनै पनि प्रकारको इलेक्ट्रोनिक डिभाइस हलभित्र लैजान स्ट्रिक्ट रूपमा मनाही छ। यो नियमको पालना अनिवार्य छ। अनि यदि यो नियम तोडियो भने के हुन्छ? यसको परिणाम साँच्चै गम्भीर छ। पहिलो, त्यो परीक्षा तुरुन्तै क्यान्सल हुन्छ र दोस्रो, भविष्यमा हुने ईपीएस परीक्षाहरूबाट पनि ब्यान लाग्छ। त्यसैले यो कुरामा बिल्कुलै हेलचेक्राइ गर्नु भएन। ल, अब हामी लगभग अन्त्यमा आइपुगेका छौँ। एकचोटि फाइनल चेकलिस्ट हेरौँ, यानि कि सबैभन्दा महत्त्वपूर्ण कुराहरूलाई फेरि एकपटक सम्झ्यौँ। अनि त्यसपछि के हुन्छ त्यो पनि छोटकरीमा हेरौँ। आजको यो पुरै जानकारीबाट यदि 3वटा कुरा मात्र याद राख्ने हो भने यी हुन् ती 3 कुरा।
नम्बर 1 ग्वार्कोमा आफ्नो स्केड्युलमा बायोमेट्रिक भेरिफिकेसनमा अटेन्ड हुने। नम्बर 2 कलर एडमिट कार्ड र ओरिजिनल पासपोर्ट सँगै बोक्ने। र नम्बर 3 भैँसेपाटीको एक्जाम सेन्टरमा 1 घण्टा अगाडि नै पुगेर ओरिएन्टेसनमा भाग लिने। यी 3 कुरा छुटाउनै भएन। एउटा अर्को जानकारी, जो एग्रिकल्चर र लाइभस्टक सेक्टरको परीक्षाको लागि तयारी गर्दै हुनुहुन्छ, तपाईहरूको लागि परीक्षा सम्बन्धी सूचना चाहिँ यो म्यानुफ्याक्चरिङ सेक्टरको परीक्षा सकिएपछि मात्रै आउनेछ। ल, अब त परीक्षाको पुरै प्रोसेस एकदमै क्लियर भयो होला। अब प्रश्न आउँछ, सफलताको लागि तयारी कसरी गर्ने? प्रोसेस बुझ्नु एउटा पाटो हो, अब मेहनत र सही तयारीले नै सपना पूरा गर्न मद्दत गर्छ। सबैजनालाई धेरै धेरै शुभकामना।